नमस्ते साथीहरु, नमस्ते। म चाहिँ सानो छोराको दरा लुगा मिलाइदिँदैछु। कति हेर्नु न च्याला पारेको छ। हेर्नु सक्नुहुन्छ है लुगा यहाँ हेर्नु सक्नुहुन्छ है। मेरो सानो छोराको पटाउँदैछु। यहाँ हेर्नु यति छ। यति पटाइसके साथीहरु, मैले यति पटाइसके। यहाँ हेर्नु सक्नुहुन्छ है। यति यहाँ पटाउँदैछु। खाली छ यहाँ मुनिको। यता सबै चटाक चुटुक पारेको छु। यहाँ हेर्नु सक्नुहुन्छ। डलहरु माथि माथि राखिदिएको छु। अन्त लुगा त कति हो, कति लुगा त बेच्नु लागेन हुन्छ साथीहरु, बेच्नु लागेन हुन्छ। यहाँ हेर्नु न, त्यो छैन है। त्यो त बागेश्वर धाम हो कि कहाँ गएको छ, यात्रामा हिँड्दैछ। 200 किलोमिटर हिँड्नु पर्छ अरे, हिँड्दैछ। दिल्लीमा कस्तो घटना भयो है, सुन्नु भएको छ। मलाई त कति टेन्सन भइसक्यो हो। अब छोराहरु त्यता गएको छ, दिल्लीमा त्यस्तो भयो है। कतिजनाले ज्यान गुमाउनु पर्यो। यति टेन्सन लागेछ नि मलाई। हाम्रो नानीहरु कहीँ चाहिँ नजा भने मान्दैन, जान्छ जिद्दी गरेर। आफूलाई टेन्सन हुन्छ हो। लाबर हेर्नु, मेरो सानो छोराले चाहिँ जेबतिर हारेको छ यी पेन्टहरुमा। त्यो कपाल बान्दै हिँड्छ हो। त्यही भएर हेर्नु के गर्न, पठाएर राखिदिनु पर्यो। अहिले मेरो छोरा सिंगल छ, किनभने बिहा गरेको छैन। बिहा गरे पो बुहारीले यसो, मेरो ठुलो छोराको त अब बुहारी छ, त्यसलाई त ढुक्कै छ हो। हाम्रो छोराको त अब बिहा नगरुन्जेल मलाई सकुन्जेल त अब यसो सफा गरिदिनु पर्यो बेटहरू पनि। यहाँ यति हेर्नु नि लुगाहरू सबै सफा गरेर मिलाउँदैछु। यो मिलाएछ मात्रै मेरो काम सकिन्छ साथीहरू। काम राखेर चाहिँ म सक्दिनँ। पहिला यसको सबै दरन मिलाउँछु, अन्त मात्रै खाना पकाउन जान्छु भनेर चाहिँ बसिरहेको छु। लु साथीहरू, तपाईँलाई कस्तो लाग्यो हेर्नु न। बेटहरू सबै मिलाएको छु साथीहरू। यहाँ हेर्नु सक्नुहुन्छ है। चटाक चुटुक पारेको छु। यता सबै मिलाइदिएको छु। यता सबै मिलाएर राखिदिएको छु। सबै एकदम काहीँ कस मैले। लु साथीहरू, बाई। तपाईहरुले हेर्नु सक्नुहुन्छ फेसबुकमा मेरो छोराको यात्रा है। तपाईहरु सबैले हेर्नुहोस्, शेयर गर्नुहोस्। बाई।